हेलो सो गाइड खान्छ अब यही काट बनाउँछ गाइडहरू होइन टक्क साइड हुनुहुन्छ न यही अब टक्कसँग गाड्नुहुन्छ सर्पामा बुई गाइड सर्पा थियो यार मा खुट्टामै सर्पा थियो यार गाइड कहाँ पट्टि बस्यो त तल यार हैट साले तल पस्यो नि गाइड बुई गाइड सो मा सर्पा कहाँ माथि ध्यान थिहाल्छु तल त पुरा सर्पा पनि छ गाइड हैट ना ठुनेर मा हो गाइड यहाँ चाहिँ बोजूले मकै प्याक गर्दै हुनुहुन्छ सो होइन यो चाहिँ फेरि गाउँतिर आउँदैन चाहिँ यस्तो खालको मकै चाहिँ तलतिर चाहिँ अलिकति यत्रो हुन्छ यत्रो फुल्कान सक्नुहुन्छ यस्तो दामी छ मकै सो खान सक्नुहुन्छ बोजूले के गर्नु गाइड गङ्गर भनेको यस्तो हुन्छ हामी चाहिँ अब चल्दिएको यस्तो हुन्छ यो गङ्गर भनेको होइन सो गाइस होइन र मैले चाहिँ टक्कसँग खाना पनि खाइसकेर नै अब हेलो गाइस होइन सो तपाईँहरू मेरो होइन जिबी ब्लगमा सबैलाई स्वागत छ र आजको ब्लग भनेको चाहिँ सबैले अन्तिम कमेन्ट हाल्दै हुनुहुन्छ गाइस होइन सो र तपाईँ नयाँ हुनुहुन्छ सब्सक्राइब हालिदिनु हुन्छ गाइस होइन अन्तिमसम्म मेरो कमेन्ट हालिदिनु हुन्छ गाइस र आई होप तपाईँहरू सम्झनुहुन्छ र म पनि एकदम धेरै सम्झिन्छ तपाईँको जिबी ब्लगर होइन र सो गाइस आज चाहिँ हामी टक्कसँगले त तल बगानमा आइसकेको छौँ टक्कसँग अघि यो टक्कसँगले जानुहुन्छ सर यहाँ हाम्रो बगान चाहिँ हामी चाहिँ खासमा यो घाँस काट्नु आँटेको होइन यहाँ टक्कसँग घाँस काटेर बोटमा राख्नुहुन्छ गाइड सो अन्तिम समय जानुहुन्छ चाहिँ आइज हेलो सो गाइड खान्छ अब यही काट बनाउँछ गाइडहरू होइन टक्क साइड हुनुहुन्छ न यही अब टक्कसँग गाड्नुहुन्छ सर्पामा बुई गाइड सर्पा थियो यार मा खुट्टामै सर्पा थियो यार गाइड कहाँ पट्टि बस्यो त तल यार हैट साले तल पस्यो नि गाइड बुई गाइड सो मा सर्पा कहाँ माथि ध्यान थिहाल्छु तल त पुरा सर्पा पनि छ गाइड हैट ना ठुनेर मा कहाँ गयो मा छैन नि सो गाइस अब त बर्खा लाग्यो बर्खा पाउँछ या सर पाउँदैन जान्छ खुकुर यहाँ छ मा ठट सो गाइस के भन्नु मा कहाँ धुन कहाँ यार कत्रो थियो यार गाइस सो होइन मा तपाईँ यार मा कहाँ गयो मा खुकुरले काटिदिउँ कत्रो पुत्लो गयो यार ठट सो गाइस छैन यो सर्पा अरे फेरि सर्पा देखेपछि यो काट्नुपर्ने रूप चाहिँ होइन टक्कसँग घाँस चाहिँ त्यही भएर गम्बुट लाउनु पर्छ भन्छ न धन्न ठ्याट धन्न यार धन्न प्रभु निबच गया कहाँ नि यहाँनिर ठ्याट कहाँ चल्दै नि पौर उठेको यहाँ थियो क्या सर्पा चाहिँ ठ्याट सो हामी चाहिँ यो काट्नुहुन्छ गाई छैन अब के गर्नु सर्पा सातो पुत्तुरै लगिगयो त सो गाइस हामी चाहिँ टक्कसँग रुखको डुप्पामा छौँ भने सो यहाँ काटिसक्यौँ भने सो गाइस छैन टक्कसँग हामी तपाईँ काटिसक्यौँ टक्कसँग तर भोटुन ल्याएन भारी र सो होइन भारी लगाइदिने हामी टक्कसँग जानुपर्छ गाइस छैन सो काटि त सक्यो टक्कसँग यहाँको सिन्डिन सक्नुहुन्छ सो गाइस अरू झर्नुपर्ने हुन्छ गाइस सो होइन यहाँ तल झरेर जबै भुट्नु पर्ने हुन्छ गाइसहरू सो अनि त्यसपछि जानुपर्ने हुन्छ हामी भुटेर गोठतर्फ गाइस हेलो होइन सो गाइस छैन हामीले चाहिँ टक्कसँग भारी पनि ल्याइसकेको छौँ हल्का हेर्नु सक्नुहुन्छ भारी चाहिँ खा लाग्ने काट्दा यता यसको
सो गाइस भारी पनि लाग्छ म बोक्न सक्नु केला सो गाइस हामी चाहिँ यहाँ घरतर्फ लाग्नु हुन्छ गाइस A few moments later लो सो गाइस छैन कसैले चाहिँ गर्मीले मान्छे पाक्नु आँटेर रहेछ हैन घाम पनि के खान्छ गर्नु सो गाइस हामी चाहिँ गोठमा राखेको छौँ घाँसहरू चाहिँ टक्क छ घाँस यति कति गर्नु बस पर भैँसी छ यता बाख्रा छन् सो गाइस हामी चाहिँ अब घरतर्फ लाग्नुपर्ने चाहिँ घाँस ल्याइसक्यौँ अब सो भएर आएर फेरिदिन्छन् एक दुईवटा चाहिँ हालिदिँदैन यिनीहरूलाई लौ खाऊ यता बरौको खानु आएर दान दिएको रहेछ ल मलाई आफै आएर हालिदिन्छ यति नै सो गाइस हामी चाहिँ यहाँ घरमा लाग्नुहुन्छ गाइस गर्मी पनि बहुत छैन गाइस घरमा यस्तो गर्मी छ नि तलैतिर कस्तो गर्मी होला त सकेन गाइस सो गाइस हामी चाहिँ घरमा लानुपर्ने हुन्छ सो गाइस म चाहिँ तातिर आउने थिएन टक्कसँग आइसक्नु दामी पाक्दिएको रहेछ यार आइसलहरू खाइदिउँ न त न सो अब बोइसक्यो पाक्छ भइसक्यो सो यो आइसाल भन्ने तपाईँले खानु भएको छ छैन कमेन्ट हाल्नुहुन्छ गाइस यो आइसाल चोब्बर गुलिन्छ गाइस सो दामी हुँदोरहेछ त यार खानु पनि आउनु सक्नुहुन्छ आइसक्यो गाइस माथि माथि चाहिँ भेटिँदैन यही चरा आएर जान्छ चरा लेबर खान्छ नि त सुगाइ छैन तर सब्सक्राइब हान्नुहुन्छ सब्सक्राइब हान्नुहुन्छ गाइस हैन सब्सक्राइब चाहिँ जस्तो भयो भने तपाईँले हान्नुहुन्छ किनकि सब्सक्राइब तपाईँहरूको एकदम सब्सक्राइब किन सब्सक्राइब हान्नुहुन्छ गाइस गाइस गर्मी यार बर आम्मामा थैट धरती नै धस्त हुन्छ जस्तो लाग्दैछ यार गर्मीले सब फस्तो भइदिनु नि कस्तो होला होइन सबै यस्तो छ गाई छैन पाहाडमा यस्तो गर्मी छ अरू खेल्नु पनि जानुपर्छ कि क्या हो अनि तरतिर कस्तो गर्मी होला है टाइट सुगाइ छ ल हो गाई यहाँ चाहिँ बोजूले मकै प्याक गर्दै हुनुहुन्छ सो होइन यो चाहिँ फेरि गाउँतिर आउँदैन चाहिँ यस्तो खालको मकै चाहिँ तलतिर चाहिँ अलिकति यत्रो यत्रो हुन्छ यत्रो फुल्कै हुन्छ भन्नुहुन्छ यस्तो दामी छ मकै सो खानु सक्नुहुन्छ बोजूले के गर्नु गाइस गङ्गर भनेको यस्तो हुन्छ हामी चाहिँ अब चल्दैको यस्तो हुन्छ गङ्गर भनेको होइन सो गाइस होइन र मैले चाहिँ टक्कसँग खाना पनि खाइसकेर नै अब चोकतिर अब कहाँ जानु पर्यो मेरो चोकतिर जाँदैछ यो कसले चिन्नुहुन्छ गाइड चाहिँ देखिँदैन आलु चाहिँ अब के किन यो आलु चाहिँ कसले चिन्नुहुन्छ नि कतिपय त चिन्दैन एउटा साथी आएको थियो कि त्यसले आलु चाहिँ के हो भनेको आलु जाने थाहा छ भनेको के हो गरेको आलु जानेको अब ठ्याट आलु चाहिँ पनि चिन्दैन ठ्याट चढेहरू कसले चिन्दैन क्या यो चाहिँ कसले अनि कोही कोही चिन्छ होला कोही कोही चिन्दैन होला होइन यहाँ चाहिँ धेरै पैसा चिन्दैन नि गाइस छैन कस्तो हाल्नुहुन्छ गाइस सो गाइस हामी चाहिँ अब होइन टक्कसँग चोकमा किन आएको भनेको होइन यतालाई यता सहरकोमा होइन टक्कसँग लगाइदिएको होइन म चाहिँ सहरकोमा सो यसले चाहिँ 4 दिन छ होइन गाइस हामी चाहिँ टक्कसँगले कहाँ उयो हो बोक्नु पर्नेहरू गाइस सो होइन यहाँ चाहिँ टक्क हेर्नु सक्नुहुन्छ अगाडि कसो गर्नुहुन्छ अम्बो त त्यसमा त बढ्छ त फेरि नि पहिलाको अन्त होइन बढेछ नि अलिकति त्यत्रो त्यो आउँदाखेरि तर त्यो मौसमको वजन जाँदाखेरि कत्रो सानो थियो त्यति बेला त च्याउनु अहिले अलिक बढे पनि बलियो पनि भयो जस्तो छ त्यो गाई त्यसको सुँगुर चाहिँ कतोटी लानु सक्नु तर यता त ठुल्ठुलो पो छ
पास लाउनु पर्छ बिस्तारै हुनुपर्छ एउटा डोकोमा एउटा अट्छ अनि त्यहाँबाट जाने त्यो माथि झार्दाखेरि क्या त्यो त मोडा बोके अनुसार त्योहरू अनि नामलाई मरिन्छ नि सुगाइ ठुल्ठुलो छँदैछ होइन गएर हेर्नुपर्ने हुन्छ त्यो त यमराज उयो कति ऊ त्यो होइन यो त बढी लाग्छ 2 चोटि माला कुनै हो ए 2 कता 3 चोटि सकिन्छ त्यस्तै 3 जना सकिन्छ अनि त यो ठुल्ठुलो मुराहरू अनि यता 8 चोटि 9 चोटि सो गाइस हामी चाहिँ यहाँ टक्कसँग पुग्नु मन त लागिरहेको सो गाइस यहाँ टक्कसँग यहाँ चाहिँ हामी गएर पुग्छ सो गाइस हामी जग्गी खाजा पनि खाइसकेको छौँ होइन खाजा खायौँ हल्का यो डोरो टर्छ नि त कति हो तल जाँदैन नि त यता फेरि डोजर दुईवटा गर्छ त ब्लक खान्छ जस्तो छ फेरि आफै सार्छ नि भने सो गाइस हामीले चाहिँ अब यसको 2-3 लाइभ पनि सबै सकिन्छ होला गाइस छु त्यसो गाइस छैन यहाँनिर दौडा ल्याएको छु यता सहरको सो गाइस छैन सक्नु पर्नुहुन्छ अरू केही होइन गर्मी हो रहा है मुझे बहुत हेलो सो गाइस हामी चाहिँ अब दाउरा बोकिसक्यौँ माना गाइस अब के गर्नु पसिना यस्तो छ गाइस छु होइन र मेरो तपाईँ नयाँ हुन्छ सब्सक्राइब हान्नु गाइस छैन र आजको मेरो ब्लग कस्तो कमेन्ट हान्नुहुन्छ गाइस छैन सो राजेशको अर्को ब्लग लिएर आउने छु गाइस छैन बाई बाई गाइस